हेलो गाइज, हेर्न सक्नुहुन्छ म चाहिँ करेन्ट चाउचाउ र डिउ खान आँटेको छु साथीहरू। सो अन्तिम जमाना हेर्दिनला। वेलकम टु माई युट्युब च्यानल। सो तपाईँ सानसानोलाई म चाहिँ हेर्नुहोस् तिते पकाउँदैछु है साथीहरू। तिते सो म चाहिँ खाना पकाउँदैछु अहिलेको समयमा भन्नुपर्दा साथीहरू। पनि गर्दै तिते पनि पकाएको क्या आफ्नो आँटेको छ। सो स्टार्ट। साथीहरू यहाँ देख्न सक्नुहुनेछ प्याच। सो म चाहिँ घाँस काट्नु जाँदैछु। बाख्रा एउटा छ, एउटा बाख्रालाई घाँस काट्नु पर्ने छ। सो साथीहरू जाडो भनेको मरेकै जुनी छ। घाँस सँगसँगै खरायोलाई घाँस काट्नु छ, पानी बनाउनु छ। कामै नाथिता कितना है कितना जित्दै यहाँनिर चुटिएको छ नि त। अनि पो यस्तो भएछ त साथीहरू हेर्नु। यहाँ पानी चुटेछ अनि पो पानी आएन रहेछ। किन पानी बनाउनु आउनु पर्थ्यो मैले। यहाँनिर क्यामेरा राखौँ भनेको राखिँदैन त। केले जुटायो यस्तो डह्रो? मान्छे आएको थियो कि क्या हो जस्तो छ। दानव आए जस्तो छ। मानव के काम ऐसा नहीं है, दानव के काम है ऐसा। वंशहरू कता पाइन्छ? सो अब म चाहिँ घाँस काट्नुतर्फ लाग्छु साथीहरू। यहाँनिर काट्छु। क्यामेरा पो कता राख्नु? खाऊँ कि नखाऊँ?
अरे घाँस काट्नु फुर्केर आयो जोबन हुर्केर कसलाई दियो जोबन। सक्नुहुन्छ खरायोको लागि 1 बिटा काटे, 2 बिटा, यसले 3 बिटा। यहाँ चाहिँ बान्नै बाँकी छ। यो चाहिँ बाख्राको लागि हो। यस्तो खालको घाँस कम्ता खाँदैन खरायोले, पाउनै पाउँदैन। अहिले त धेरै दिनु थालेर होला। कता मास्यो सकिनु थालिसके। अब के चाहिँ दिनुपर्ने अनि। अब घाँसहरू पनि सकिन थालिसके, मासिए। अब खरायोको जिन्दगी भोक-भोकै पो रहला जस्तो छ। जिन्दगी भरि नाच्ने गरी। खै पाउन छोडिसक्यो। घाँसहरू पनि खरायो थोरै भएको भए पनि हुन्छ पनि। ल यसलाई 1 बिटा पो त भयो। यति नै लैजाउँ मलाई कति पो लानु होइन। साथीहरू अब कति पो गर्नु। अब अलिअलि यताउता। अरे अस्ति नै भिरेन मलाई। साह्रो त के पर्यो, मेरो पालो उल्टै लगाइदिएको थियो। देखो न गाइस, देखो न क्या है। उफ हेर्नु साथीहरू कत्रो ढुङ्गा छ। त्यो ढुङ्गाकै फेदमा हानेको त यता पो रहेछ। रास्ता भटक गयो। मैले चाहिँ यो घाँस काट्न आँटेको। अब क्याट्छु। क्यारौँ त साथीहरू। स्ट्यान्डै ल्याइन। नल्याएपछि यस्तै त हुन्छ। काला काला देखियो होला।
ल यति काटिहालेँ अब पुगी पाल्छ आइ कहाँ थियो पहिला हामी यस्तो खान्थ्यौँ साथीहरू यस्तो ब्याम्बो हेर्न सक्नुहुन्छ देख सकते हो गाइस अलैँची बगान हेर्न यता पनि यता पनि यता पनि अलैँची बगान बगान झन्डा लडिन चिप्लेर खुट्टा चिप्लेर हेर्नु साथीहरू जाने आएकी तल त उही कस्तो छ नि भिड चाहिँ देख सकते हो ओह गल चुकी हूँ अरे क्यामेरा पुस्दिनँ कति कालो आएको काला सिन परेर हो कि क्या यो पहिला खान्थ्यौँ अहिले त मिठो हुँदैन कि क्या बच्चा बेलामा चाहिँ खान्थ्यौँ साथीहरू ओफ गर्मी भयो त दुई चुल्ठी बाटेर गजल आँखैमा भाँचिँदैन त पहिला जस्तो हुँदैन कि क्या हो अहिले त तर जुग जमाना पहिला जस्तो छैन अहिले केही पनि नुनसँग खान्थ्यौँ खुब मिठो हुन्थ्यो कस्तो तर्रो पो छ त हौ यस्तो हुन्थ्यो मिठै छैन रहेछ यस्तो कस्तो मिठो हुन्थ्यो पहिला अहिले त टर्रो न टर्रो हुन्छ तिमीलाई भेटु तिमीसँगै हाँस्छु तिमीसँगै रोऊ तिमीसँगै हेर्नु यस्तो यस्तो चिजहरू पनि पाइन्छ अच्छी कति चिसो इतना ठंडी है ठंडी ठंडी बारिश में पानी पर्छ कि क्या हो पुरा दिन घुमिरहेको छ त हेर्नु साथीहरू माथितिर खोला नालाले छेकिसक्यो नि हौ ऊ हेर्नु साथीहरू चरा यहाँ पनि छ यता पनि छ चरा त खोइ त देखिँदैन कि क्या अलिअलि देखिँदो रहेछ यही पनि आइपुग्यो आयो खोइ कता उडी गएको हेर्नु चराहरू काला काला नाम तेरा साथीहरू यहाँ तल चाहिँ भिर छ है भिर यहाँदेखि झऱ्यो भने मर्ती हूँ सक्नुहुन्छ साथीहरू आएर ढल्केर सुत्नुको आनन्दै बेग्लै हुन्छ तर कस्तो साह्रो रहेछ के परे आकाशको देखिने रहेछ कहाँ सुत्नु सक्यो त यस्तो पाराले त कत्रो ठुलो ढुङ्गा छ नि यो तामामा भोट पनि सकियो साथीहरू कतिपयको भोटको चुनावमा
बढी माहौल थियो। माहौल भोट पनि सक्यो, सुट पनि सक्यो। अब त केही पनि छैन। हामी काम गर्नेलाई काम कि चिन्ता, भोट गर्नेलाई भोटको चिन्ता। मलाई चाहिँ थिएन त्यति विधि। तर देशको चिन्ता कसलाई हुँदैन रहेछ, फेरि सबलाई हुन्छ। तर कामले गर्दा देशको चिन्ता। खै के भन्नु, म त केही भन्न सक्दिनँ यस विषयमा। त म एक शब्द चुप्प लागेर बस्न चाहन्छु। किनभने किन कुकुर कराइरहेछ? मलाई देखेर मलाई भुकेकोला, म तेरै घरको मान्छे हो, तेरो व्यवस्था हुन्छ आयो भने म फेरि। यो मेरो घाँटी दुखेको कहिले निको भएन क्या, कहिले निको भएन। के भएर निको भएन अचम्म लाग्छ म त। अस्ति म खरबजलाई घाँस लिन आउने ठाउँ पनि यही हो नि फेरि। यो चाहिँ हाम्रै अलैँची बगान है साथीहरू। नडाटी भनेको नि फेरि कसम भनेको। यो हाम्रै अलैँची बगान हो। यो ढुङ्गा हाम्रै हो। जुन म जहिले यहाँ घाँस काट्छु यो चाहिँ फेरि अर्काको हो। फेरि अलिकति पर चाहिँ हाम्रै हो, यता चाहिँ अर्काका हो। अलैँचीले हाम्रो जिन्दगीको जडा भइरहेछ, गुज्रिरहेको छ। हाम्रो जिन्दगी नै अलैँची हो। साथीहरू, मलाई त अल्छी पो लागेर आयो त के भएर। म मेरो कपाल कहिले बढ्ने होला नि भगवान्। यत्रो पितृके कपाल एकमुठी पनि छैन। साथीहरू, हेर्दै गर्नु होला। अर्को भिडियो लिएर आउनेछु भन्दै आजको यो मेरो मिनी ब्लग चाहिँ मै टुङ्ग्याउन चाहन्छु। सो बाई बाई साथीहरू, लभ यु अल।